हाई गाइज, आज चाहिँ जिमको लुगा लाएर म साँच्चै जिम गएँ कि गइनँ जस्तो लाग्छ। सुरुमा त मलाई आफ्नै पारा हेरेर म जिम जान्छु जस्तो चाहिँ लागेको थिएन, तर म चाहिँ सुरुमा जिमको लुगा लगाएर कता गएँ थाहा छ? भातबटिनीतिर, बिकज आई वान्ट टु स्टार्ट अ डाइट, न्यू डाइट। अनि अब यस्तो हुन्छ नि, फुर्ती फार्ती भएर है गएँ भातबटिनीतिर, अनि के किने थाहा छ? पिनट बटर होइन, अनि 13 रुपियाँ गोटाको केरा किने 2टा, अनि ब्राउन ब्रेड, स्पेसली डेट्स किने, अनि चिया सिड्स पनि रहेन रहेछ, पम्किन सिड्स पनि एड गरेँ। अनि यो वासाबी चाहिँ मेरो फेभरेट हो क्या, सीविड यस्तो मिठो लाग्छ। अनि क्रानबेरी सोलो खोजेँ र वालनट वाला मात्रै पाएँ। अनि डाइटमा बस्दैछु अनि यस्तो उठाइदिएँ कि क्यालोरी वाला चक्लेट। एनिवेज यहाँसम्म भातबटिनीसम्म चाहिँ जानुको रिजन के थियो थाहा छ? अनि पिनट बटर ब्राउन ब्रेड किन्नुको रिजन, मेन रिजन बिकज आई वाज रियली हङ्ग्री क्या। अनि यति धेरै भोक लागेको थियो होइन, मलाई कति बेला घर जाउँ र खाउँ जस्तो भइसकेको थियो। अनि फेरि मलाई केही खान मन थिएन क्या बाहिरको, त्यही भएर थिङ्किङ अबाउट हुन्छ नि, अब चाहिँ म आजदेखि एकदमै हेल्दी नै फुड खान्छु भनेर आँट गरेर गएको है। यहाँसम्म यो देखेर त सबैलाई लागिसक्यो होला होइन म जिम गइनँ भनेर। गेस वाट, मेरो पारा हेरेर जिम जान्छु जस्तो लागेको थियो। यता खाँदैछु पिनट बटरसँग ब्राउन ब्रेड होइन, उता आन्टीले चिया खाने हो भनेर सोद्धाखेर नाइ कसरी भन्ने। फेरि आन्टीलाई मेरो टेस्ट ठ्याक्कै थाहा छ क्या, रङकडा चिनी कम। ल यहाँ गफ सुन्नु, बोल्दै बिहान बिहान हिँड्ने हो ल। यस्तो हिँडाइ त कति हिँड्यो कति हिँड्यो। एनिवेज यहाँसम्म आइपुग्दा 7:45 पुगिसकेको थियो क्या, म घरैमा छु स्टिल। प्राइज म त जिम पुगेँ। अनि के मलाई फर्स्ट डे जिम गयो भने जहिले पनि मलाई ब्याक हान्नुपर्छ, तर यहाँको एकजना ट्रेनर भाइले जहिले यस्तो दुखाउने गरी वर्कआउट गराउँछ कि हात खुट्टा सब होल बडीको वर्कआउट पछि बल्ल घर फर्केको 9 बजे।